48 टोलीबाट सुरु भएको विश्वकपको यात्रा अब अन्तिम 4मा आइपुगेको छ। फ्रान्स, स्पेन, इङ्ल्यान्ड र अर्जेन्टिना मात्र बाँकी छन्। अब हरेक खेल केवल 90 मिनेटको प्रतिस्पर्धा होइन, यो करोडौं समर्थकको सपना र भावनाको परीक्षा हो। एउटा टोलीको जितले फाइनलको ढोका खोल्नेछ भने अर्को टोलीको विश्व च्याम्पियन बन्ने सपना त्यही मैदानमै टुट्नेछ। अब न बहाना चल्छ, न दोस्रो मौका। इतिहास लेख्ने समय आइसकेको छ। फ्रान्स आफ्नो शक्ति र अनुभवका साथ मैदानमा उत्रिनेछ। स्पेन आफ्नो आकर्षक पासिङ फुटबलले सबैलाई चकित पार्न तयार छ। इङ्ल्यान्ड दशकौंको प्रतीक्षा अन्त्य गर्ने लक्ष्यमा छ। अनि अर्जेन्टिना फेरि एकपटक विश्वलाई देखाउन चाहन्छ कि उनीहरू किन विश्व च्याम्पियन हुन्। अब यहाँ नामले होइन, प्रदर्शनले जित निर्धारण गर्नेछ। जसले दबावलाई जित्न सक्छ उही टोली फाइनलको ढोका खोल्नेछ। अर्को टोलीका लागि भने विश्वकपको यात्रा त्यही समाप्त हुनेछ। अब समर्थकहरूको मुटुको धड्कन झन तीव्र हुनेछ। रातभर जागा बसेर आफ्नो टोलीलाई साथ दिने लाखौं फ्यानको आशा अब यी केही खेलमा अडिएको छ। तपाईको विचारमा यसपटक विश्वकपको ट्रफी कसले उचाल्ला? अर्जेन्टिना, फ्रान्स, स्पेन वा इङ्ल्यान्ड? आफ्नो अनुमान कमेन्टमा अवश्य लेख्नुहोस्।